अब यस भिडियोमा म स्टार्ट गर्न गइरहेको छु फार्माकोडाइनामिक्सको बारेमा। सबभन्दा पहिला फार्माकोडाइनामिक्स भनेको के हो? फार्माकोडाइनामिक्स दुईटा वर्ड मिलेर बनेको हुन्छ। फार्माकोन जसको मिनिङ हुन्छ ड्रग अनि डाइनामिक्स जसको मिनिङ हुन्छ एक्सन। मतलब फार्माकोडाइनामिक्समा हामी ड्रगको एक्सनको बारेमा पढ्छौँ। इट कभर्स अल द एस्पेक्ट रिलेटिङ टु व्हाट अ ड्रग डज टु द बडी। ड्रगले बडीमा के असर गर्छ या ड्रगले बडीमा के गर्छ त्यसको बारेमा स्टडी गर्छौँ। यसमा हामी ड्रग एक्सन अनि ड्रगको इफेक्टको बारेमा पढ्छौँ। ड्रग एक्सन भनेको ड्रगले कहाँ अनि कसरी आफ्नो इफेक्ट देखाउँछ अनि इफेक्टमा चाहिँ ड्रगले कस्तो टाइपको रिस्पोन्स प्रड्युस गर्छ त्यसको बारेमा स्टडी गर्छौँ। अब ड्रगको एक्सन, प्रिन्सिपल अफ ड्रग एक्सन हेर्दाखेरि ड्रगले चाहिँ 5 प्रकारको बेसिक ड्रग एक्सन देखाउँछ, जसमा आउँछ स्टिमुलेसन, डिप्रेसन, इरिटेसन, रिप्लेसमेन्ट एन्ड साइटोटक्सिक एक्सन। सबभन्दा पहिला कुरा गरौँ स्टिमुलेसनको। स्टिमुलेसन भनेको सिलेक्टिभ इन्हान्समेन्ट अफ द लेभल अफ एक्टिभिटी अफ स्पेसलाइज सेल। कुनै स्पेसलाइज सेलको एक्टिभिटी लेभलको इन्हान्समेन्टलाई स्टिमुलेसन भनिन्छ। जस्तै कि एड्रिनालिनले स्टिमुलेट गर्छ हार्टलाई, पिलोकार्पिनले स्टिमुलेट गर्छ सेरेब्रल ग्ल्यान्डलाई। अनि त्यसपछि डिप्रेसन। डिप्रेसन भनेको कुनै स्पेसलाइज सेलको एक्टिभिटी घट्नु हो। जस्तै कि बार्बिचुरेटले सिनसलाई डिप्रेस गर्छ, क्विनिडिनले हार्टलाई डिप्रेस गर्छ, ओमेप्राजोलले ग्यास्ट्रिक सेक्रेसनलाई डिप्रेस गर्छ मतलब घटाउँछ। त्यसपछि इरिटेसन। इरिटेसन भनेको नन सिलेक्टिभ अफ्टेन नजियस इफेक्ट एन्ड इज पर्टिकुलरली एप्लाई टु लेस स्पेसलाइज सेल। यो चाहिँ लेस स्पेसलाइज सेलमा हुन्छ, जस्तो कि एपिथेलियल कनेक्टिभ टिस्यु। यो भनेको नन सिलेक्टिभ नजियस इफेक्ट हो जो चाहिँ ड्रगले प्रड्युस गर्छ। यदि इरिटेसन स्ट्रङ्गर छ भने यो इन्फ्लामेसन हुनसक्छ, कोरोजन हुनसक्छ अनि सेल डेथ हुनसक्छ अनि मर्फोलोजिकल ड्यामेज पनि हुनसक्छ। त्यसपछि रिप्लेसमेन्ट। रिप्लेसमेन्टमा चाहिँ यस्तो नेचुरल मेटाबोलाइट या हार्मोनहरूको युज गर्छौँ जसको चाहिँ बडीमा कमी छ त्यो कमीलाई पुरा गर्नको लागि। जस्तो कि डायबिटिज मेलाइटसमा इन्सुलिनको युज गरिन्छ, एनिमियामा आइरनको युज गरिन्छ। त्यसपछि साइटोटक्सिक एक्सन। साइटोटक्सिक एक्सन अन इन्भेडिङ प्यारासाइट अर क्यान्सर सेल एटिन्युएटिङ द्याम विदाउट सिग्निफिकेन्टली एफेक्टिङ द होस्ट सेल। यस्तो एक्सनमा चाहिँ के हुन्छ, ड्रगले चाहिँ कुनै प्यारासाइट, बडीमा भएको प्यारासाइट वा क्यान्सर सेलहरूलाई त्यो किल गर्छ या त्यसलाई कमजोर बनाइदिन्छ बिना होस्ट सेललाई कुनै असर पुर्याइकन। जस्तो कि पेनिसिलिन, क्लोरोक्विन, जिडोभुलिन, साइक्लोफोस्फामाइड इटिसी। त मेकानिजम अफ ड्रग एक्सनमा हेर्दाखेरि धेरै थोरै ड्रगहरू हुन्छ जसले चाहिँ आफ्नो फिजिकल या केमिकल प्रोपर्टीको कारणले आफ्नो एक्सन देखाउँछ। जस्तै कि पाराएमाइनोबेन्जोइक एसिडले युभी रेजको एब्जर्प्सन गराउँछ, एक्टिभेटेड चारकोलले एब्जर्प्टिभ प्रोपर्टी देखाउँछ, मेनिटोल म्याग्नेसियम सल्फेटले अस्मोटिक एक्टिभिटी देखाउँछ, 131 आयोडिन अनि अदर रेडियो आइसोटोप जुन हुन्छ त्योहरू चाहिँ रेडियो एक्टिभ हुन्छ, उनीहरू आफ्नो रेडियो एक्टिभिटीको कारणले एक्सन देखाउँछ। एन्टाएसिड न्युट्रलाइजेसन अफ ग्यास्ट्रिक एचसिएल। एन्टाएसिडले चाहिँ के गर्छ, स्टोमेकमा भएको जुन एचसिएल हुन्छ त्यसलाई डाइरेक्टली न्युट्रलाइज गरिदिन्छ। अनि पोटासियम परम्याग्नेटले चाहिँ यो चाहिँ अक्सिडाइजिङ एजेन्ट हो, यसले चाहिँ आफ्नो अक्सिडाइजिङ प्रोपर्टीको कारणले आफ्नो एक्सन देखाउँछ। अनि चिलेटिङ एजेन्ट। अनि चिलेटिङ एजेन्टले चाहिँ मेटललाई चिलेसन गरेर आफ्नो एक्सन देखाउँछ। मेजोरिटी अफ ड्रग प्रोड्युस देयर इफेक्ट बाई इन्टरेक्टिङ विथ अ डिस्क्रिट टार्गेट बायोमोलिकुल व्हिच युजुअली इज अ प्रोटिन। धेरै जसो ड्रगहरूले के गर्छ, एउटा टार्गेट मोलिकुलसित इन्टरेक्ट गरेर आफ्नो एक्सन देखाउँछ क्या। यस्तो जुन टार्गेट बायोमोलिकुलहरू हुन्छ त्यो चाहिँ युजुअली प्रोटिन हुन्छ। अनि यस्तो फङ्सनल प्रोटिन जो चाहिँ ड्रग एक्सनको टार्गेट हो त्यसलाई 4वटा क्याटेगोरीमा डिभाइड गरेको छ, इन्जाइम, आयन च्यानल, ट्रान्सपोर्टर एन्ड रिसेप्टर। सबभन्दा पहिला कुरा गरौँ इन्जाइमको। हाम्रो बडीमा जति पनि केमिकल रिएक्सनहरू हुन्छ या बायोलोजिकल रिएक्सनहरू भइरहेको हुन्छ त्यो सबैलाई इन्जाइमले इन्फ्लुएन्स गरिरहेको हुन्छ क्या, मतलब इन्जाइमले क्याटालाइज गरिरहेको हुन्छ। त ड्रगले चाहिँ के गर्छ, त्यो इन्जाइम मेडिएटेड जुन रिएक्सन छ हाम्रो बडीमा त्यसको रेटलाई कि त बढाउँछ कि त घटाउँछ। जस्तै कि तपाईँ फिगरमा हेर्न सक्नुहुन्छ, यो इन्जाइम छ अनि यहाँ सबस्ट्रेट बाइन्ड भयो भने जुन रिएक्सन हुनुपर्ने त्यो रिएक्सन हुन्छ। यदि इन्हिबिटर आएर बाइन्ड गरिदियो भने त्यो रिएक्सन हुन पाउँदैन अनि के हुन्छ, यसको इन्जाइमको एक्टिभिटी इन्हिबिट हुन्छ। म्याक्सिमम ड्रगले चाहिँ इन्जाइमलाई इन्हिबिटै गरेर आफ्नो एक्सन देखाउँछ। त इन्हिबिसन चाहिँ दुई टाइपको हुन्छ, कम्पिटेटिभ इन्हिबिसन अनि एउटा हुन्छ नन कम्पिटेटिभ इन्हिबिसन। कम्पिटेटिभ इन्हिबिसनमा के हुन्छ कि इन्जाइममा के हुन्छ, एक्टिभ साइटहरू हुन्छ जहाँ चाहिँ सबस्ट्रेट बाइन्ड हुन्छ।
एक्टिभ साइटमा सबस्ट्रेट बाइन्ड हुनुपर्ने त के हुन्छ एक्टिभ साइटमा सबस्ट्रेटको सट्टा जुन हाम्रो इन्हिबिटर या ड्रग हुन्छ त्यो आएर बाइन्ड गरिदिन्छ त्यसको कारणले के हुन्छ एक्टिभ साइट ब्लक हुन्छ अनि एक्टिभ साइटमा जुन सबस्ट्रेट आएर बाइन्ड हुनुपर्ने हो त्यो चाहिँ बाइन्ड हुन पाउँदैन अनि जुन इन्जाइमको जुन एक्सन थियो त्यो इन्जाइमले आफ्नो एक्सन देखाउन सक्दैन त त्यसको कारणले के हुन्छ इन्जाइम इन्हिबिट हुन्छ जस्तो कि इक्जाम्पलमा हेरौँ फाइजोस्टिग्मिन इन्हिबिट एसिटाइलकोलिन स्टोरेज एउटा यस्तो इन्जाइम हो जसले चाहिँ एसिटाइलकोलिनको ब्रेकडाउन बनाउँछ अनि फाइजोस्टिग्मिनले के गर्छ एसिटाइलकोलिन स्टोरेज जुन इन्जाइम छ त्यसलाई इन्हिबिट गरिदिन्छ त त्यसको कारणले के हुन्छ जुन एसिटाइलकोलिन हो त्यसको ब्रेकडाउन हुँदैन अनि के हुन्छ एसिटाइलकोलिनको लेभल चाहिँ इन्क्रिज हुन्छ अनि त्यसपछि आउँछ नन कम्पिटेटिभ इन्हिबिसन नन कम्पिटेटिभ इन्हिबिसनमा चाहिँ के हुन्छ ड्रग या इन्हिबिटर आएर एक्टिभ साइटमा बाइन्ड हुँदैन एक्टिभ साइटमा बाइन्ड नभई यो इन्जाइमको जुन अरू ठाउँ हुन्छ अरू साइट हुन्छ त्यहाँ गएर बाइन्ड भइदिन्छ त यो अरू साइटमा बाइन्ड हुन्छ तर जुन एक्टिभ साइट हुन्छ नि त्यसको सेप चाहिँ चेन्ज गरिदिन्छ क्या त सेप चेन्ज गरिदियो त त्यहाँ जुन सबस्ट्रेट बाइन्ड हुनु पर्यो त त्यो सबस्ट्रेट त्यो एक्टिभ साइटमा फिटै हुँदैन त त्यसको कारणले के हुन्छ जब त्यो सबस्ट्रेट त्यसमा फिटै हुँदैन त इन्जाइमले के एक्सन देखाउँदैन त्यसको कारणले के हुन्छ यो तरिकाले पनि इन्जाइमको इन्हिबिसन हुन्छ यसलाई नन कम्पिटेटिभ इन्हिबिसन भनिन्छ अब कुरा गरौँ आयन च्यानलको आयन च्यानलमा चाहिँ सेल मेम्ब्रेनमा प्रोटिनहरू यसरी एरेन्ज भइरहेको हुन्छ कि उनीहरूले एउटा पोर बनाउँछ जसलाई च्यानल भनिन्छ अनि यो च्यानलको थ्रु जुन स्पेसिफिक आयनहरू हुन्छ त्यो चाहिँ मात्र पास गर्न पाउँछ अनि यो जुन आयनको ट्रान्सपोर्ट हुन्छ नि आयन च्यानलको थ्रु त्यो चाहिँ त्यसको रेट चाहिँ भेरी हाई हुन्छ के अनि यो जुन आयन च्यानल छ जुन लिगान्ड गेटेड पनि हुनसक्छ जी प्रोटिन रेगुलेटेड पनि हुनसक्छ या कि त भोल्टेज अपरेटेड आयन च्यानल पनि हुनसक्छ भोल्टेज अपरेटरको इक्जाम्पलमा हेर्दाखेरि लोकल एनेस्थेटिक हो जसले चाहिँ भोल्टेज सेन्सिटिभ सोडियम च्यानललाई अब्स्ट्रक्ट गर्छ के जस्तै भिडियोमा देख्न सक्नुहुन्छ कुनै ड्रग आयो कि त त्यो आयन च्यानल ब्लकर पनि हुनसक्छ या आयन च्यानल ओपनर पनि हुनसक्छ या कुनै ड्रग जुन आयन च्यानल ब्लकर हो त्यो चाहिँ के हुन्छ डाइरेक्टै आयन च्यानलमा आएर त्यो के हुन्छ जुन पोर हुन्छ त्यसलाई ब्लक गरिदिन्छ अनि ओपनर छ त के हुन्छ त्यो चाहिँ ओपनर ड्रगहरू छ त्यो चाहिँ प्रोटिनमा जुन आयन च्यानलहरू हुन्छ त्यहाँ चाहिँ बाइन्डिङ साइट हुन्छ त्यहाँ बाइन्ड गर्छ अनि त्यहाँ बाइन्ड गरिसकेपछि त्यसले चाहिँ के गर्छ आयन च्यानललाई ओपन गरिदिन्छ जस्तै कि अब यसको इक्जाम्पल हेरौँ क्युनिडिन ब्लक मायोकार्डियल सोडियम च्यानल निकोरनिल ओपन एटिपी सेन्सिटिभ पोटासियम च्यानल एमाइलोराइड इन्हिबिट्स रिनल एपिथेलियल सोडियम च्यानल अब स्टार्ट गरौँ ट्रान्सपोर्टरमा चाहिँ के हुन्छ जुन सेल मेम्ब्रेन हुन्छ त्यसमा चाहिँ ट्रान्सपोर्टरहरू हुन्छ कि त्यो ट्रान्सपोर्टरहरूले चाहिँ के गर्छ सबस्ट्रेटलाई लिन्छ सबस्ट्रेट लिइसकेपछि आफ्नो सेप चेन्ज गर्छ आफ्नो सेप चेन्ज गर्छ त्यसको कारणले के हुन्छ जुन सबस्ट्रेट बाहिर त्यो सेलभन्दा बाहिर त्यो सब सेल बाहिरको सबस्ट्रेट लिएर सेलको भित्र पुगाइदिन्छ जस्तै कि इक्जाम्पल हेरौँ फुरोसिमाइड जो कि एउटा डायुरेटिक्स हो जसले चाहिँ सोडियम पोटासियम अनि क्लोराइडको ट्रान्सपोर्टर हुन्छ जुन कि चाहिँ लुप अफ हेल्लेमा हुन्छ किडनीको जुन ट्युबिङ हुन्छ जसमा लुप अफ हेल्ले हुन्छ त्यसमा चाहिँ यो ट्रान्सपोर्टर हुन्छ त्यसलाई इन्हिबिट गरिदिन्छ जसको कारणले के हुन्छ वाटर अनि इलेक्ट्रोलाइटको रिएब्जर्प्सन रुक्छ अनि तिनीहरूको एक्सक्रिएसन बढ्छ जस्तै कि यहाँ तपाईँ फिगरमा हेर्न सक्नुहुन्छ त्यो ट्रान्सपोर्टरले सबस्ट्रेट लियो आफ्नो सेप चेन्ज गर्यो सेप चेन्ज गरिसकेपछि त्यसलाई सबस्ट्रेटलाई त्यो सेलमा पठाइसकेपछि फेरि ओरिजिनल सेपमा आयो यदि यसलाई इन्हिबिट गरिदियो भने कुनै ड्रग छ जसले चाहिँ यो ट्रान्सपोर्टरलाई इन्हिबिट गर्छ त इन्हिबिट गरिदियो भने त्यो ट्रान्सपोर्टरले त्यो सबस्ट्रेट लिन आउँदैन अनि त्यसको कारणले के हुन्छ त्यो ट्रान्सपोर्टरको एक्सन चाहिँ रोक्छ अब नेक्स्ट गरौँ रिसेप्टरको यो रिसेप्टर भनेको एउटा माइक्रोमोलिक्युल हो या बाइन्डिङ साइट हो जो कि चाहिँ सेलको सर्फेसमा नि हुनसक्छ या सेलको भित्रै नि हुनसक्छ जुन सेलमा कुनै ड्रगले चाहिँ काम गर्छ त्यो सेलको सर्फेसमा नि हुनसक्छ या सेलको भित्र पनि हुनसक्छ यो रिसेप्टरले चाहिँ के गर्छ कुनै सिग्नल मोलिक्युललाई रिकग्नाइज गर्छ सिग्नल मोलिक्युल या ड्रग्सलाई रिकग्नाइज गर्छ अनि त्यसपछि आफ्नो एक्सन देखाउँछ तर यसको रिसेप्टरको आफै कुनै
अरू फङ्सन हुँदैन के। यसले मात्र के गर्छ, सिग्नललाई रिकग्नाइज गर्छ अनि त्यसपछि आफ्नो रिस्पोन्स देखाउँछ। धेरै जसो ड्रगहरूले चाहिँ के गर्छ, यो रिसेप्टरसित नै इन्टरेक्ट गरेर आफ्नो एक्सन देखाउँछ, जुन चाहिँ सर्फेसमा नि प्रेजेन्ट हुन सक्छ या सेलको भित्र नि प्रेजेन्ट हुन सक्छ। जस्तै कि इक्जाम्पलमा हेरौँ, एगोनिस्ट, कम्पिटेटिभ एगोनिस्ट अनि नन कम्पिटेटिभ एगोनिस्ट, यो कुनै ड्रगहरू छ, कुनै एजेन्टहरू छ जो चाहिँ के हुन्छ, यो रिसेप्टरमा अलग अलग बाइन्डिङ साइटहरू हुन्छ, त्यहाँ चाहिँ बाइन्ड गरेर आफ्नो एक्सन देखाउँछ के। यो रिसेप्टरको बारेमा हामी अर्को भिडियोमा कुरा गर्नेछौँ डिटेलमा। टर्म्स युज्ड इन ड्रग रिसेप्टर इन्ट्र्याक्सन। ड्रग रिसेप्टर इन्ट्र्याक्सनमा चाहिँ के टर्महरू युज हुन्छ त्यसको बारेमा हेरौँ। सबभन्दा पहिला एगोनिस्ट। एगोनिस्ट भनेको एउटा यस्तो एजेन्ट हो जसले चाहिँ रिसेप्टरलाई स्टिमुलेट गर्छ आफ्नो एक्सन देखाउनको लागि। जुन सिग्नल चाहिँ त्यो जुन ड्रगले या कुनै एजेन्टले क्यारी गरिरहेको छ त्यो एक्सन देखाउनको लागि रिसेप्टरलाई स्टिमुलेट गर्छ। अनि त्यसपछि एन्टागोनिस्ट। एन्टागोनिस्ट भनेको यस्तो एजेन्ट हो जसले चाहिँ एगोनिस्टको एक्सनलाई रोक्छ, मिन्स एगोनिस्टको जुन एक्सन हुन्छ रिसेप्टरमा त्यसलाई रोक्छ, तर यसको आफै कुनै इफेक्ट हुँदैन। अनि त्यसपछि आउँछ पार्सल एगोनिस्ट। पार्सल एगोनिस्ट भनेको यस्तो ड्रग हो जसले चाहिँ रिसेप्टरलाई स्टिमुलेट मिन्स एक्टिभेट त गर्छ, तर एगोनिस्टको जुन फुल एक्सन हुन्छ त्यसलाई इन्टोगोनाइज गर्छ के। पार्सल एगोनिस्टले रिसेप्टरलाई एक्टिभेट त गर्छ, तर एगोनिस्टले चाहिँ जति रिस्पोन्स देखाउनु पर्ने हो त्यति रिस्पोन्स देखाउन सक्दैन, त्यसको रिस्पोन्सलाई कम गर्छ। त्यसपछि आउँछ इन्भर्स एगोनिस्ट। इन्भर्स एगोनिस्ट यस्तो ड्रग हो जसले चाहिँ रिसेप्टरलाई कुनै रिस्पोन्स प्रोड्युस गर्न एक्टिभेट गर्छ, जो चाहिँ एगोनिस्टको अपोजिट डाइरेक्सनमा हुन्छ। एन एजेन्ट व्हिच एक्टिभेट अ रिसेप्टर टु प्रोड्युस अ इफेक्ट इन द अपोजिट डाइरेक्सन टु द्याट अफ द एगोनिस्ट। अनि त्यसपछि आउँछ लिगान्ड। लिगान्ड भनेको कुनै मोलिकुल जो चाहिँ सिलेक्टिभली कुनै रिसेप्टर वा बाइन्डिङ साइटसित बाइन्ड हुन्छ, त्यसलाई लिगान्ड भनिन्छ। ओके, जस्तै फिगरमा देख्न सक्नुहुन्छ, एगोनिस्ट जसले रिसेप्टरलाई एक्टिभेट गर्छ त्यसलाई एगोनिस्ट भन्छ। अनि एगोनिस्ट अनि एन्टागोनिस्ट, कुनै ड्रग एगोनिस्ट अनि एन्टागोनिस्ट पनि हुन सक्छ जसले चाहिँ पार्सल एक्टिभेसन अफ रिसेप्टर गराउँछ, यसलाई पार्सल एगोनिस्ट पनि भन्न सकिन्छ। त्यसपछि आउँछ एन्टागोनिस्ट, जसले चाहिँ एगोनिस्टको बाइन्डिङ साइटमा चाहिँ गएर बाइन्ड भइदिन्छ, जसको कारणले एगोनिस्ट के हुन्छ, रिसेप्टरसित बाइन्ड हुन पाउँदैन अनि यसको एक्टिभेसन हुँदैन। अब नेक्स्ट गरौँ एफिनिटी। एफिनिटी भनेको के हो, द स्ट्रेन्थ अफ बाइन्डिङ बिट्विन अ ड्रग एन्ड इट्स रिसेप्टर। हाई एफिनिटी मिन्स स्ट्रङ बाइन्डिङ इभन एट लो कन्सन्ट्रेसन। एफिनिटी भनेको यो स्ट्रेन्थ हो, रिसेप्टर अनि ड्रगको जुन बाइन्डिङ हुन्छ त्यसको स्ट्रेन्थ हो क्या। यदि एफिनिटी हाई छ मिन्स उनीहरू रिसेप्टर अनि ड्रगको बिचमा स्ट्रङ बन्डिङ छ, स्ट्रङ बाइन्डिङ छ क्या। एफिकेसी। एफिकेसी भनेको द एबिलिटी अफ ड्रग रिसेप्टर कम्प्लेक्स टु प्रोड्युस अ फिजियोलोजिकल रिस्पोन्स। फुल एगोनिस्ट हैव हाई एफिकेसी, पार्सल एगोनिस्ट हैव लो एफिकेसी। एफिकेसी भनेको यो ड्रग रिसेप्टर जुन कम्प्लेक्स बन्यो बाइन्ड भएर त्यसको चाहिँ एबिलिटी हो, जुन बायोलोजिकल रिस्पोन्सको लागि हामी त्यो ड्रग लिएका छौँ त्यो देखाउने एबिलिटी हो क्या। यदि कुनै एन्टागोनिस्ट छ त त्यसको चाहिँ हाई एफिकेसी हुन्छ, तर पार्सल एगोनिस्टको लो एफिकेसी हुन्छ क्या। आजलाई यतिकै साथीहरू, अब हामी मिल्छौँ अर्को भिडियोमा। यो भिडियो लामो नहोस् त्यही भएर म टपिकलाई सानो सानो पार्टमा डिभाइड गरेको छु। यदि तपाईँले यो भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गरिदिनु होला।